फाइनली यहाँ इमेल आइसकेको छ, विथड्र भइसकेको छ। अर्निङ साइटमा लिएर गएँ। यहाँ तपाईहरुले देख्न सक्नुहुनेछ पेन्डिङ साइट र अन साइट। पेन्डिङ साइटमा तपाईले टास्क गरे बापतको मनी देखाइएको हुन्छ भने अन साइटमा तपाईले गरेको काम एप्रुभ भएर पेन्डिङ साइटबाट ट्रान्सफर भएको मनी हो। अब यसलाई विथड्र यानी कि आफ्नो ब्याङ्क खाता तथा अन्य डिजिटल वालेटहरुमा ट्रान्सफर गर्नुपर्दा त्यहाँ रहेको विभिन्न विथड्र अप्सनहरुमध्ये मैले एयरटर्म रोजे, किनकि एयरटर्मबाट नेपालमा विथड्र गर्दा अरूभन्दा सजिलो हुन्छ। मैले पार्ट टाइम जब गरेर मैले $10 अर्न गरेको छु, त्यो अहिले विथड्र गर्दैछु। विथड्र प्रोसेस हेरौँ है त। तपाईले सुरुमा माथिको तीनटा लाइनमा टच गर्नुहोस्, त्यसपछि वालेटमा टच गर्नुहोस्, त्यसपछि रिक्वेस्ट विथड्रमा टच गर्नुहोस्, त्यसपछि यहाँ देख्न सक्नुहुन्छ एयरटिममा भएको एमाउन्टमा टच गर्नुहोस्, त्यसपछि स्क्रोल अप गर्नुहोस्, त्यसपछि यहाँ देख्न सक्नुहुनेछ तपाईले $10 विथड्र गर्नु भने $2 चार्ज हुन्छ, चार्ज लाग्छ। त्यसैले यहाँ पे स्केल मिलाउँ, मैले $10 विथड्र गर्न चाहदैछु। फाइनली पे स्केल मिलेको छ। अब सेन्ड टोकनमा क्लिक गरौँ। अब यो टोकन इमेलमा गएको छ। अब इमेलमा गएको टोकनलाई हामीले ओपन गरौँ। त्यसपछि अब आएको इमेललाई कपी गरौँ। कपी गरिसके पछाडि अहिलेको ठाउँमा लगेर पेस्ट गरौँ। पेस्ट गरिसकेपछि रिक्वेस्ट सबमिट टोकन गरिसके पछाडि यहाँ देख्न सक्नुहुन्छ तपाईले फाइनली विथड्र पेन्डिङमा छ। एक दिन पछाडि विथड्र हुनेछ। फाइनली यहाँ इमेल आइसकेको छ, विथड्र भइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ विथड्र कम्प्लिट भनेर। विथड्र सक्सेसफुली विथड्र भइसकेको छ $8। हस्त दर्शकबिन, यो भिडियो पुरै हेरेर यस सम्बन्धी केही न केही त सिक्नुभयो होला भन्ने आशा गर्दछु। भन्दै आजलाई यो भिडियो यति नै। साथै यस्तै जानकारीमूलक भिडियो पाउनको लागि तपाईहरुले यो च्यानललाई सब्स्क्राइब गरेर नजिकैको बेल आइकन पनि प्रेस गर्न नभुल्नुहोस्। भन्दै अर्को भिडियो नअन्जेलसम्मको लागि म बिदा हुन चाहन्छु। धन्यवाद।